गुड मर्निङ नमस्ते सबैजनालाई मेरो पाण्डा वाइटी च्यानलमा स्वागत छ र हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ म उपस्थिति भइसकेको छु। हजुरहरूले धेरै माया गरिदिनु भएको छ, यो भिडियोलाई पनि माया गरिदिनु हुन्छ होला भन्ने आशाका साथ आज चाहिँ चुनाव भइरहेको अवस्था छ। तल चाहिँ मैले खिचिनँ, म हजुरहरूलाई यहाँदेखि देखाउने छु ब्याक क्यामेराबाट। यता यहाँ मुनि देख्न सक्नुहुन्छ है, तल चाहिँ अब खिच्नु मिल्ने हो कि नमिल्ने हो, त्यही भएर म अलिक माथि निक्लेर खिचेको। देख्न सक्नुहुन्छ यहाँ तलै स्कुलमा र धमाधम भोटिङ भइरहेको छ। देख्नुहोस्, अब देख्न सक्नुहुन्छ सबैजना भोट लाउनु धमाधम छ। मलाई सामानले पो अप्ठ्यारो भयो, देख्न सक्नुहुन्छ है। सबैजना कोही भोट लाएर निक्लिनु हुँदैछ, कोही लाइनमा। र म चाहिँ यहाँ माथि काम छ र हिँडेको, उकालो बाटो। देख्नुहोस्, गाउँघरमा यस्तै हो। र हजुरहरूकोतिर के कस्तो छ चुनावी माहौल? मेरो त कस्तो विडम्बना हेर्नु न, भोट लिस्टमा नामै छैन, त्यही भएर भोट लाउनै पाइएन। यहाँ तल म चाहिँ अब देख्न सक्नुहुन्छ, म चाहिँ यस्तो बाटो छ है, यहाँ माथि डाँडामा हिँडेको। देख्नुहोस् है हजुरहरू, यो कारण निक्लिनु पर्ने अवस्था गलेर नाम। म यता हुँदोबाट आएको है। ए मेरो हातमा सामान छ, त्यही भएर अप्ठ्यारो भइदियो यो पिठो फाफरको। हजुरहरूलाई कसलाई मनपर्छ आउनुहोस् है ढिँडो खानलाई। म यहाँ निक्लेँ, देख्नुहोस् यता हुँदोबाट पुरा सास फुलेको अवस्था। र म अब त्यो माथिको टावर भएको ठाउँमा जानु छ, त्योभन्दा पनि अझै उता मासतिर गएर तल झर्नु पर्नेछ। देख्नुहोस् अहिले त कति राम्रो राम्रो बाटोहरू हेर्नुहोस्। यो चाहिँ मकवानपुर जिल्लाको नवलपुर भन्ने ठाउँ हो यो। देख्नुहोस् पुरा पिच भइरहेको। म यता हुँदोबाट आएको हो, यो केराको रुख छेउबाट। राम्रो फुलहरू फुलेको रहेछ हेर्नुहोस्। म यो बाटो जाने हो, यो फुल देखेर ब्याक क्यामेराबाट हजुरहरूलाई देखाउनु मन लागेर। ल देख्नुहोस्, म यहाँ तलबाट आएको, हिँड्दा हिँड्दा यो सबै यो चाहिँ बारी र यस्तै छ। देख्नुहोस् फुल, वाउ।
यो चाहिँ मिल। अब म ऊ परतिर जाने हो सिधै यो बाटो। देख्नुहोस् घामले गर्दा अलिक राम्रो भिडियो नआउन सक्छ। पारी डाँडाहरू देख्न सक्नुहुन्छ। र यति भन्दै म यो भिडियोबाट बिदा लिन चाहेँ। र हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। मन परेमा लाइक शेयर कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला। र भन्दै अर्को भिडियोमा भेट्ने बाचाका साथ म बिदा लिन चाहेँ। बाई बाई।